रियल दुख अहिले कुटेर खाने बेलामा खिर कसो सक्कस राम्रो हुन्छ हो यो यो चाहिँ के अरे रियल दुख हुन्छ कि रियल दुख हुन्छ रियल दुख अनि चामलको पोटी बेला अब यो लगभग अब हुन आँट्यो कुट्नु धेरै गाह्रो छ नि यो चाहिँ अब पुरै भइसक्यो चाहिँ रियल दुख प्लेयर चाहिँ खान्छु भन्ने मात्रै हुँदैन नि कति त दुःख छ तपाईँलाई ताकत लाग्छ है यता अब यो चाहिँ पुरै भइसक्यो यो भइसक्यो अब चाहिँ मेन अब यसलाई मिठो सल्दर बनायो चट्टा बनायो चाहिँ रियल दुख तयार हुन्छ ल पाण्डाजीको भयो यस्तो हुन्छ चामल ल यो रियल दुख भइसक्यो अब पानी राख्यो ए पानी त्यसो गर्ने यसलाई फेरि पानी नलाग्दा फेरि त्यसमा टाँसिन्छ नि जम्मा ल्याउनु नि हुन्छ अब यसलाई अहिले यस सिद्धियो भने चाहिँ यसलाई हात धोएर गराउनु अहिले चाहिँ फेरि कुट्नु बाँकी छ त्यही भएर अहिले केही फरक पर्दैन अनि यसलाई साइडमा राख्नु पानी लायो यसरी फेरि पानी लायो यसरी कुतुर थाल्छु त्यो आलु चाहिँ यता फराउनु एम नआउने घिउ जस्तै हुँदो रहेछ है सेम नहुने हजुर हेर्नुहोस् है रियल दुख ए यो यो पुरै नहुने घिउ नहुने अब फेरि यसलाई खोज्ने हो ए फेरि त्यसलाई पनि त्यस्तै बनाउनु पर्छ यस्तै सेम प्रोसेस ल यो फेरि झोल पनि भएको त्यसैले हेर्नुहोस् टमाटरको अचार झोल बनाएर चटक्क अब रेडी भयो ल यो चाहिँ अब हाम्रो खाना मात्रै रेडी तयार भइसक्यो अब यहाँ बुर्खामा हाल्दै गर्दा नि हुन्छ यही रियल दुखको सर अरे अचार फेरि अचार यता डेपको रियल दुख चाहिँ नि अचार यता छ यो ए अचार पनि छ नि त ए अचार त लथरी परि धेरै भएछ कि लकाठे मन पर्यो चम्चा राखौँ मिलन सरले यहाँ नयाँ नौलो लागेछ र एकदमै रियल दुख खाना आँटेको हाम्रो चाहिँ आज उहाँहरूलाई पनि धन्यवाद छ फेरि हामीलाई ल्याइसक्नु भयो हामी त खानालाई रेडी छौँ एकदम मिठो हुँदो रहेछ रियल दुख खाने भए तपाईँहरू पनि आउनुहोस् है सर कस्तो छ टेस्टी छ रियल दुख राम्रो छ है उहाँ सर चाहिँ उदयपुरदेखि आउनुभयो हाम्रो खिचडेम्बु कम्पनीको जारी खाना अनि पहिलो पटक रियल दुख खाँदै हुनुहुन्छ खोइ चम्चिम चलेर यता देखाउनु न हौ सर एकदमै मन पर्यो फेरि रियल दुखसँग फेरि अर्को पनि छ आम्मामा यो त के हो त यो